त्यो पुरानो बजार हो नि तेरो हामी खेल्ने यहाँ हो हामी चाहिँ खेल्न आउँथ्यौँ कहिले काहीँ यहाँ मान्छे होइन म त नि दलान त्यो फोटो यही त हो त्यही खरबातीको यो खरबातीको यो फोटो नै हो एउटा दमकल हुनुपर्छ क्या यहाँ त्यसो गर्दाखेरि भन्थ्यो कि मूर्तिवान त कता कता भयो तपाईँ हामी त भेट्नु छोड्नु के कुरा गर्नुहुन्छ तपाईँले होइन र तपाईँ हामी कहिले के अरे कहिले काहीँ यता आउँदाखेरि भेटिन्छ तपाईँ कहिले काहीँ उठ जाँदा भेटिन्छ हाम्रो हुन्न कमानतिर के छ कुखुरा काटै छ नमस्कार म यो पहिलाको यिनी प्रधानको छोरा आएको उनको घर हेर्छन् कि भन्न आएको यसलाई त बन्दीपुर जस्तो बनाउनु पर्ने हो कि होइन बन्दीपुर बनाउने जस्तो बन्दीपुर जस्तो बनाउनु पर्ने हो होइन यहाँ होइन ठुलोमा घर स्वयंबोधी होइन स्वयं छैन स्वयं छैन ठुलो ऊ त कान्छो बा घर त्यो पल्लोपट्टि ल यहाँ नि यो त्यो यो कान्छो बा घर हो नि कता गयो कान्छो साउ आज बुर्तिमा घुमाइ राम्रो छ होइन रमाइलो भयो रमाइलो भएछ पुरानो मान्छे भेटघाट भएछ त्यसो बहिनी आराम हुन्छ अनि हाम्रो यो त्यसो यार हाम्रो पहिला के अरे मोमो रेस्टुरेन्ट भेटे मामाको मोमो भन्ने कुरा हामीले यहाँ हेरेको यहाँ खाएको हो त नि जिन्दगीमा पहिलोचोटि भेटे मामाको पुरानो हाउस हाम्रो गोपाल पाण्डे बाजुको पुरानो यहाँ सानो दोकान खोल्थ्यो एउटा हालेरै हुन्छ नि यिनी कहाँ हुन्छ नेभल रेड क्रस सोसाइटी त्यसको पैसा हो नि पैसा चाहिने त्यसको पैसा चाहिने म पुरा गरेर पैसा मलाई होइन यदि सकेन भने मान्छे चाहिने खोजेर दिने त्यहाँ काम गराउने पैसाको लागि म पुरा गर्छु यही सक्दैन त गाह्रो छ त आफ्नो काम गर्नु पऱ्यो हामीलाई भन्नु पऱ्यो उनीहरूलाई भन्नु पऱ्यो नि त कुरो बुझ्यो होइन एउटा जुले
यो यार यो पानी छिर्नु भने यार यहाँ है के पहिलाको बुढाहरूले यसरी नै बाटो खने रहेछन् यसरी चाहिँ घोडा खच्चर हिँड्ने यही बाटो यस्तो रहेछ त्यो भने बाटो नै यो त पहिला के रहेछ नि कुलो खनेको रहेछन् के कुलो खोला दब्दै दब्दै गरेछ नि त्यसमै पहिला यहाँ चाहिँ यहाँबाट तल खोला चाहिँ दब्दै यस्तो नि त कुलो खने भए पनि जे गरे भए पनि पहिलाको त यस्तो चिज पनि यसो गरेर चाहिँ लगेर नि त त्यही त नि होइन अहिलेको मान्छेले चाहिँ कामै गर्न चाहिँ गाह्रो छ त्यही त त्यसो हो नि त हिँड्ने बाटो यो हाम्रो हिँड्ने बाटो यही हो के अरे हाम्रो घोडा खच्चर ठुलो लाग्थ्यो होइन त्यो सुकेछ डुब लाग्यो नि डुब लाग्यो यहाँ त सही कताबाट नयाँहरूलाई दिएन यो भिडियोमा खान लानु पऱ्यो कि लान्छु अब कसैलाई दिने यो कसले चलाएको कुनै खेत कसले चलाएको ए असाइन चिन्छु असाइल चिन्छ न ए तपाईँले चिन्नु न ए निसी होला ए ल हुन्छ हुन्छ ल है नमस्कार ल ऊ खाने ठाउँ यो हो के खेत रोप्दाखेरि हामीले यहाँबाट बार्नुहुन्थ्यो क्या रोटीहरू मम्मीले भित्रबाट ओदा जस्तो थियो यहाँभित्र यो के यो ढुङ्गा छ नि है ओडा जस्तो थियो के यहाँबाट अनि पानी पर्ने यहाँबाट रोटीहरू बाँड्ने के यो ढुङ्गा मुनि ढुङ्गा त अझै रहेछ यहाँ बसेर अनि मुनिपट्टि यो अलि गएर थियो यहाँ पछि खेत रोप्दाखेरि हाम्रो मम्मीले त्यो रोटीहरू लिएर चाहिँ खेताहरूलाई नि यहाँबाट शीतल बनाएर यहाँ मुनिहरू के हो हाम्रो मामा घर हिँड्ने ठिक छ है हेर्नु है यही त हो नि कस्तो खाने हो यो झोल खाने हो कि ल हाम्रो चाहिँ आज चाहिँ बुर्तिबाङमा छ है छोरी सेलिब्रेट गर्नु लाग्छ आज त सेलिब्रेट गर्नु लाग्छ आज ल अहिले चाहिँ हामी बुर्तिबाङमा होइन छौँ बुर्तिबाङमा भिडियो बनाएर हाल्ने क्या म पैसा छ कति भयो भयो मैले त फेरि यो बरहान्दा कहाँ पाइने ठुलो हुन्छ अहिले गरमा त जाले बरहान्दाको खेल्ने ठाउँ हिँड्न बाहिर उसलाई भिनाइला बाँध राख्ने छोरा मैले हान्न
के माछा खान्छ खाऊ खाऊ खा अनि खानु ए बुर्तिवाङको असला माछा पाक्दैछ यहाँ असला तिमी टाउको खान्छ होइन ए, हाम्रो कान्छीमाङ हाम्रो घरको ज्वाइन 28 वर्ष भइ आउनुभएको बुर्तिवाङ माछा मिठो होइन एकदम मिठो छैन यतापट्टि भयो अब किचन डिपार्टमेन्टमा नन्दा यता पकाउने डिपार्टमेन्टमा सम्झना दिदी टक्क लारी बुर्तिवाङको माछा हुँदैछ यहाँ पनि साँगको मासु चट्ट बुर्तिवाङ खाँदैछ यतापट्टि म गफ लाउने गफाडी लिएर चाहिँ बुर्तिवाङ माछा चाख्नु त अमिलो रक्सी थप्नु नौरी राईलाई टाउको मनपर्छ पर्दैन हाम्रो वरिष्ठ चाहिँ आज 28 वर्षपछि बुर्तिवाङ खानुपर्छ वरिष्ठ ज्वाइँ यहाँ चाहिँ माछा बुर्तिवाङको असला पाक्दैछ हामी बच्चा हुँदै खेल्ने रातो ढुङ्गा अझै रहेछ यो रातो ढुङ्गा चाहिँ